खाएर आइछ तँलाई पैसा चाहिएको कि स्टार्टको कुरा थियो ए त्यसो भए सिद्धि हो नि त पैसा जतिसो पठाइ नि त ओके यहाँ देखाउ न त त्यसो स्टार्टको कुरा भन्न त स्टार्टको कुरा भन्न त भिडियो रेकर्ड तँलाई स्टार्टको कुरा भन्न त ल फर्स्ट दिनको कुरा भन्न त तैँले मलाई के भनेर फसाइस् कसरी फसाइस् भनेर मेरो डट लाख भन्दा पनि बढी टाको त डट लाख भनेर आएको छ त बिल देखाउन त तैँले स्टार्टको कुरा भन्न त मलाई कसरी फसाइस् त्यो कुरा भन्न त किन त स्टार्टको कुरा भन्न तैँले स्टार्टको कुरा भन्न त तैँले स्टार्टको कुरा भन्न त मलाई 10 लाखको बिल दिन्छु त भनेको छु तैँले स्टार्टको कुरा लाइभमा शो गर्दैन नि न सृजना जबसम्म मलाई जुन तैँले जसरी मलाई बलात्कार फसाइगियोस् नि त्यो भन् अनि त्यसपछि बल्ल माथि मलाई त 20 लाख तँले 10 लाखको म पे गरिदिन्छु केटी मान्छेलाई बलात्कार भनेको चाहिँ कस्तो अचम्मको कुरा हो तिम्रो दिदीलाई सोध नि त त्यो त तिम्रो दिदीले सोध नि त त्यो त किन बलात्कार गरेको भनेर बिल देखा लास्टोडी सोध्दैछु बिल भयो क्या प्रेग्नेन्ट नि भयो बलात्कार गरेर तपाईँ टोटल गरेर देखा तिमीले टोटल गरेर देखा फर्स्ट टोटल गरेर देख चिनी चपात पनि क्लियर बोल्न आउँदैन त्यो पनि नबोल्नु त बरु इशाराले बोल के यो कति हो अलि माथि गर्नु न छविलाई कुन अलि माथि गर्नु न यो यहाँ कतारको हो यो दुबईको हो यो फेरि ल भन कति छ यहाँ मैले क्यास लिएको चाहिँ मैले नेपालबाट आउँदा यहाँ आउँदै ए क्याशको मलाई क्याशको त तिमीलाई मैले कति दिएँ कति क्याशको त हैन कि हिसाबै छैन क्याशको त छोड्दियो तिमी तसँग त प्रमाण हुनुपर्ने हैन र फेरि बढी कुरा नगर है अनि क्याश दिएको प्रमाण कसरी हुन्छ त नि यसको हैन हैन यस्तो कविजी उले क्याश कति लिएको छ त्यो पनि हिसाब गर्न दिनु नि त उसले ल क्याश त कति लिएको त्यो कुल हिसाब गरेर बस्छ र नि यस्तो हुन्छ यस्तो दिन आउँछ भन्ने भएर मैले सबै लेखेर राख्थेँ कति दे होइन कति दियो भने कति कस्तो के बोल्छ हौ छा सला बिल्ला हान्छ सिधै पुरा मिल्ला हैन बागलुङे दाइ हुन् बोल्छन् कहिले काहीँ यस्तो टोइलेट के गर्यो होला टोइलेट ल के निदा के हो देखान बिल यहाँ हेरिस् भनेको हेर्नु भयो अब त हेर्नु भयो भन्नु पर्यो नि देख्दै देख्दैन बोल्थे त सुरुमा त यहाँ देखिन्न के राजा यार यो राम्रोसँग यस्तो उसमा देखिन्न कि राम्रोसँग भयो तपाईले त्यो पेमेन्ट चाहिँ पैसा कति त्यो मात्र भन्नु नि त सक्छ तपाईले भन्नु न दाइबर तपाईले भन्नु के त्यहाँनिर देख्दैन के राम्रो यसको बोलीमा त म विश्वास छैन देखाए नजिक लिएर आउँछ जसरी हुन्छ देखाउ यहाँ राम्रोसित क्लियरै आएको छैन के क्लियर त हिजो तिम्रो पनि त देखिन्न नि त मैले त्यहीमा मन बुझाएको थिएँ त मायासाला नि भयो के अच्छा बिजी यार भयो यो कुरा छोड्यो अरु कुरा गर्न तपाईले यस्तै फेसके फेस भनेको हिजोको दिन कल गर्दाखेरि फेस राम्रोसँग देखिन्न नि त तिम्रो अरे देखियो नि हिजो कुरा छोड्नु नि त त्यो फेरि झगडा हुन्छ के अहिले यही कुरा झगडा गर्ने यस्तो मिक्स छ के यार यस्तो यहाँ मिक्स छ के यहाँ मिक्स छ के तपाईले देख्छ के अलि अझै तल लानु न देख्छ भनेको अलि तल लानु त दुईटा जति नाम पनि छैन मेरो किन नहुने यहाँ सिर्जना तामाङ यहाँ छ सिर्जना तामाङ यहाँ छ सिर्जना तामाङ यहाँ छ सिर्जना तामाङ यहाँ छ सबै चाहिँ होइन ला त्यो सबै चाहिँ होइन ला त झुट नबोल फेरि सिर्जना तामाङ तिम्रो नभएर अनि को हाम्रो को मेरो आमाको नाम हो त सिर्जना तामाङ जति भएको त्यति भन्नु न हो छवि दाइ तपाईले यार म यार अनि त्यही त भनिरहेको छु त अनि यहाँ ल हेर्नुहोस् यो सिर्जना तामाङ होइन नाम हो ल मैले हो ल यो भर्खरको हो है तपाईले तल गर्नु सबै देखिने रहेछ के अझै तल गर्नु यो सिर्जना तामाङ होइन ल यो चाहिँ हो है स्पेलिङ भन ल यो लालबहादुर घिसिङ उसको भिनाको नाम हो यो फेरि ल भन ए हो अब चाहिँ बाउको नाम लेखेर आखिरी सास गरिदिन्छु खाली टोटल हिसाब देखिरहनु भएको तपाईले मेरो भेनाको नाम बाउको नाम लिस भने नि तेरो फेरि देख्न देखेछ नि देख्यो भन्नु पर्यो नि होइन अहिले त्यो देखिन्न के राम्रोसँग यार त चाहिँ देखाएको छैन के देखिन्न के यहाँ राम्रोसँग कुरा मिलाउनतिर जानु पर्यो जस्तो अनि अनिसा तामाङ हो यहाँ बसी कान्छीको यो तैँले बुझ्दैनस् दाज भेनाहरूको नाम कसैको नाम नलि मेरो मात्रै लि टोटलमा ले भने सुन्दैनस् अनि त्यो नाम छोड्दिनु तपाईले फेरि कसरी पुराउँछ नि सबैले पठाएको तिमीले पठाएको मात्रै पुगेकै होइन त नि कसरी त पुराउँछ त्यो अरूमा तेरो साथमा पठाएको भयो एकछिन चाहिँ नगर्नु न पहिला नाम चाहिँ खल्ली मैले तिमीलाई 10 लाख पनि त भनेको छैन नि त ए छोड्दिनु नाम चाहिँ खल्ली बल्ली गर्नु कति पठाएको त्यो मात्र के रे ए त्यस
पठाएको तिमीले चाहिँ त भन्नु 10 लाख भन्दा पनि बोरी खा त्यो तिमीलाई यहाँ भिजा ल्याउँदाखेरि लागेको पैसा तिमी कता गयो नि तेरो के अरे छवि ब्रो कुन छवि दाइ पैसा मैले तिमी त मागे नि त तिमीलाई त यो पैसा मैले दिन चाहिँ किनभने मैले चलाएको हो होइन छवि यस्तो तेरो मैले फेरि हो त्यहाँ म तिमीलाई मात्रै पठाएको हिसाब भन्छु है अमितलाई मात्रै पठाएको देखाऊ यहाँ देखाऊ क्यामेरा नजिक लगाएर देखाऊ यहाँ तेरो तँ बढी बढी बोल्छ यो तेरो त 25 विश्वास गर्छु भनेको यो 2500 यो 2000 हैन यो 500 यो 500 यो 1000 एकछिन बह बिस्तारै भन्नु न एउटा एउटा गरी कति छ अरे 2500 2500 दिराम हो के भनेर पठाएको थियो के भनेर पठाएको रे ए तिमीले के भनेर मागी थियौ ए भगवान कुरा कसरी तिमीले के भनेर मागी थियौ ए सृजना के भन्छ तिमीले के भनेर सिक्री लगाउ ल तिमी आधी पैसा हाल नो इस्यु त्यस्तो तिमीले स्टार्टको कुरा भन्न तिमीलाई चाहिँ लाज लाग्ने हैन लगाऊ भने जे भने पनि त्यहाँ थियो त लेख्नु हिसाब न किताबमा तपाईले जान्छ जाँदैनस् फेरि हिसाब किताब खुरुखुर हिसाब गर नि त ल लेख्नु लेखिराख त सृजनाले तपाईँ देखाउनु त फेरि 2500 दिराम रुपैयाँ त होइन नि त्यो भयो अर्को फेरि यति कुरा सुन यति यो बोल्दैन त तिमीलाई म पर्सनलमा पठाइदिन्छु म तिमीलाई पर्सनल तिमीले यो किन गरिरहेछौ म तिमीलाई म पर्सनलमा पठाइदिन्छु ल यसरी देखिन्न यहाँ म पर्सनलमा पठाइदिन्छु या त भिडियो बनाएर हालिदिन्छु त्यसपछि जो पर्सनलमा बोल्न चाहन्न है तैँले धेरै दिमाग खराब गर्छ बुझिस् नि अनि पर्सनलै बोल्न नचाहेसी तैँले कसरी पठाउँछस् त मलाई पैसा यहाँ भन यही लाइभमा आएर पेपर पठाइदिन्छु म बुझिस् नि ए लाइभमा आएर पेपर पठाइदिन्छु मलाई लाइभमा चाहिएन मलाई म पर्सनल पठाइदिन्छु मलाई पर्सनलमा पठाइदियो एक्ज्याक्टली पर्सनलमा चाहिएको थिएन हैन पब्लिकमा किन ल्याइस् त तैँले ए पर्सनल नमागेको तिमीलाई मैले जब 2000 माग्दाखेरि अहिले मैले हिसाब माग्दाखेरि त पर्सनलमा जाने ल त्यसमा कुरकुरी लेख नि त त्यसमा कुरै हुन्न अब कुरकुरी लेख नि त 2500 2000 500 500 1000 ए 10 लाख भयो बिस्तार भन्नु न छवि दाइ एउटा एउटा गरी भन्नु के बिस्तारै तिमी 10 लाख के कुरा गर्छौ भने नि मलाई चढाइरहेछ है तिमीले कोलाई रे तते बोले पनि दिमाग आँखा त राम्रो देख्छ होला नि तिमीलाई 10 लाखको पेपर चाहिन्छ भने तिमीले स्टार्टको कुरा भन म तिमीलाई 10 लाखको पेपर दिन्छु ल 10 लाखको पेपर पठाइदियो त्यसमा स्टार्टको कुरा भन तिमीले के होइन स्टार भन्ने के हो तिमीले फर्स्ट दिनको कुरा भन नि त किन भन्ने म फेरि तिमीलाई 10 लाख होइन तँलाई फिर्ता तेरो तिमीलाई जब तिमीलाई थाहा छ कि 10 लाखको पेपर छैन योसँग किन बोल्ने तसँग हिजो के भयो कहाँ गयो कहाँ मिल्यो किन बोल्ने म किन बोल्ने तँ बोल्न त्यो लाइकको तिमीलाई त राम्रो हुन मन लागेको छ नि त के भयो किन कसको बोयफ्रेन्ड गर्लफ्रेन्डसँग के हुँदैन र कुन कमन कुरा हो यो भनेको तँ जस्तो होइन अनि म बोयफ्रेन्ड थिए तिम्रो म बोयफ्रेन्ड थिए सोच मेरो छैन र तँ जस्तो उयो म बोयफ्रेन्ड थिए तिम्रो फर्स्ट अफ अल तेरो भनेको पैसाको कारोबारको कारण तैँले मलाई यहाँसम्म ल्याएको पैसाको कुरा मात्रै रिलेसन राखेको भने सिद्धो गर बकवास नगर त बुझिस् नि ल त्यस भए लेखा नि त यहाँ लेखा फाल्टुको बकवास त गर्दैन कुरा मिल्ला जस्तो लागेन मैले तिमीलाई मैले भने नि यदि तिमीलाई 10 लाखको पेपर रुममा तानेर के गरेको किन पैसा चाहिएको रुममा तानेर लगेर रेकर्ड चाहिएको अनि तिमीलाई मैले मसँग जति पेपरको छ त्यति हिसाब चाहिएको तिमीलाई 10 लाख मसँग मैले तिमीले क्याश दिएको तिमीलाई हिसाब चाहिएको किन त तिमीले मलाई 10 लाख भनेर आरो लगाए त अनि किन त तिमीले मलाई रुममा तानी लहरा तिमीले त्यसो गरेर देखाउनु पर्यो नि त रुममा तान्ने कुरा तैँले दुबारा बोलिस् भने नि फाल्टोको बकवास तैँले दुबारा गरिस् भने सोच नि फेरि त जिन्दगीभर भुग्ने हो लास्ट लाइभमा आएर तँलाई जति हिसाब दिएको छु त्यति दे यहाँ कति छ यहाँ ल लेख 1000 500 500 2000 भयो 2000 भयो ए फेरि त्यही 10 लाखमा भन्छौ स्टार्टको कुरा भन नि त त्यसो भए मेरो त 10 लाखको कुरा तैँले मलाई 10 लाख 10 लाख त होइन के 10 लाख भन्दा पनि बढी छ 50 लाख भने त हिसाब देखा न 10 लाख भएन भने चाहिँ तेरोमै जानेछु 10 लाख नहोस् त त्यसो भए तिमीले मैले भने नि म तिमीलाई पेपर देखाउनु न तिमी मसँग गेम खेलिरहेको त्यसको त 10 लाख नहोस् त यो भन्या 2500 अनि कति म तिमीलाई मैले भने नि तिमीले पैसा पर्दैन तिमीलाई मैले भने नि तिमीलाई पैसा चाहिन्छ के रे तिमीलाई आफ्नो इज्जत चाहिँ
ऊ गर्ने रे हैन स्टार्टको कुरा नभने अहिले तिमीले के तिम्रो लागि भन्छौ इज्जत- 10 लाख छैन तेरो तिमीले के लागि- भन्छौ अहिले तेरो लागि मैले तिमीले मेरो के इज्जत देखाउने त जस्तोको लागि तँसँग तिमीले के भनेको भन्छौ? पैसाको उसमा आइज बुझिस् नि फाल्टो तिमीले- बस मेरो पर्सनल लाइफको बारेमा त बोल्ने खोजपुछ गर्न त कोही पनि होइन बुझिस् नि अनि त्यसो भए तिमी मेरो टपिकमा आइज तैँले पैसा लग्यो अहिले मेरो पैसा खाएर भाग्यो भनेर तैँले मलाई जसरी यहाँसम्म भागेको हैन पैसाको टपिकमा अहिले आइज त बल्ल खोलेको तिमीले फाल्टो अहिले बल्ल बकवास खोलेको हैन नगर तिमीले त। बुझ्छी? अहिले बल्ल खोलेको हैन बुझिस्? अहिले हैन तिमीले बल्ल खोलेको मलाई तँसँग कुरा गर्नु थियो त्यही भएर खोलेको मैले अनि अनि बुझ्नी? भागेपछि भागेको भन्न त पर्यो नि पक्लक्कै हो नि चुप लागेर त्यो पेपर देखाउनु न चुप लागेर कति कति दिएको छ त्यो पेपर देखाउनु न किन तँलाई पैसा नचाहेकै हो लास्ट हँसाउनु अनि तिमीलाई पैसा पठाउने भए म तिमीलाई भने नि त पर्छ तँलाई तिमीले 10 पैसा लाख नचाहेकै हो तिमीले अहिले के भन्छौ तिमीले के भन्छौ अहिले यति साउलाई पठाने 10 लाख रुपैयाँ छैन भनेर तिमीले तँलाई पैसा नचाहेकै हो तँ छविजी। यसरी जिन्दगीभर मेरै बारेमा छविजी। त्यस बसोस् त हो छविजी। मैले पेपर देखाएँ छवि। ए तँ मेरो भिडियो उठाएर यदि भोलि किरामा बिहानको त दिनमा जिन्दगीभर राजी हो त यसरी नै बस्छस् त यदि भोलि बिहानको दिनमा उसले तँ पैसा यसरी नै पठाएर भने नि बस्छस् त लाइफमा त्यो दुनियाँ दिपन मेरै बारेमा भिडियो मात्र बनाएर बस्छस् अहिले लेख न त लेख न त यो कति हो यो कति हो त्यो ब्याजुर पढेको राम्रोसँग मान्छेले देखाउनु, चिन्दैन देख्नु त्यत्रो राम्रोसँग। टाढा देखाएपछि अनि तारा माछालाई हुँ छोडेकै नजिक छु लगेर के नाम सुत्तै नजिक लगेर देखाउनु सिधा सिधा सिधै हो नि अनि सिधै त अनि तेडा बेला अनि छैन मेरो नि मेरो भेनाहरूको नाम लिएको छ अहिले म भेनालाई बोलाउँछु छोड्दै छ्या ए बकवास बोलाउ न त तिम्रो भेनालाई बोलाऊ तिम्रो बुढालाई बोलाऊ फेरि झुलै बोलिस्? बोलाऊ के भयो मैले भेनालाई अलरेडी भनिछु न तेरो दिदी बहिनी तेरो दाजुभाइ तेरो तेरो स्वास्नी छोराछोरीलाई मलाई यहाँ यो सोसियल मिडियामा ल्याउनु छ न तैँले ल्याउन पाउँछस् जति जे गर्नु छ मेरो गर बुझिस् नि मेरो फ्यामिली प्लस गरेर तैँले यसरी ल्याउँछ भने तेरो फेरि मैले जाने गर्न हुन्छ तेरो ल ल हिसाब गर छिटो हिसाब चाहिँ कसरी हिसाब गर्ने चिन्नुहुन्छ तपाईँहरूले अनि यहाँ माछालाई देखिन्न त के गरौँ त मैले जति पनि छ यो सिस मेरो जिन्दगी काजी अप्रिल 14 यो ए 4 जना ग्रुप बनाउँछु म ओके टिकटकमा ग्रुप बनाउँछु मेसेन्जरमा त्यहाँ पठाउँछ यसले ओके त सुन मेरो कुरा 4000 जना मान्छेको अगाडि बोलेको छु म होइन अँ। पैसा यदि मैले पेपर पठाएर पैसा पठाएनौ भने नि फेरि तँ फेरि किन मैले बोल्छस्? जानेको छु त बोलिस् फेरि अनि के मेरो मुखमा के आलु पिँडालु हालेर राखेछु र एकछिन चुप लाग्नु नि त तपाईँ बोल्न दिनु न बोल्न दिनु दाइ बोल्न दिनु तेरो जय होस् सबै मेरो भय होस् नभए न तेरो जय होस् मैले राख्दै जेसुकै होस् ल अब त यसलाई मै सबैजनालाई बाई बाई मैले राखिदिएको